दाइ गए अस्ट्रेलिया, भाइ युके जाने, परिवारमा छायो खुसी, उज्यालो भविष्यतिर लाने। बारीभरि तोरी फुलेका छन्। तोरी सँगसँगै आज बुधबारे बेलबारीमा दिलकुमार विकको घरमा सपनाहरू उडान भर्न तयार छन्। दिलकुमारका जेठा छोरा बिनम केही वर्ष अघि केआइसी इटरीबाटै भिसा लगाएर अस्ट्रेलिया जानुभयो र अहिले अस्ट्रेलियामै अध्ययनरत हुनुहुन्छ। कान्छो छोरा विवश पनि दाइको पश्चात पछ्याउँदै आज युके को भिजा केआइसी इटरीबाटै प्राप्त भएर परिवारमा खुसी छाएको छ। मेरो चाहिँ जेठो छोराको आजभन्दा 1.5 वर्ष तकरिबन अगाडि केआइसीबाट नै भिसा लागेको थियो अस्ट्रेलियाको र आज फेरि पनि यो सन्दर्भमा कान्छा छोराको पनि युकेमा भिसा लागिरहेको छ। दुई छोराहरू अस्ट्रेलिया र युके जस्तो विकसित देशबाट उच्च अध्ययन गरेर गाउँठाउँ र देशकै नाम उच्च राख्ने हुनुमा परिवार ढुक्क हुनुहुन्छ। म युनिभर्सिटी अफ सन्डरल्यान्डमा ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्टमा गइरहेको छु। मैले इटरी सुषमाबाट 12 होटल म्यानेजमेन्टमा कम्प्लिट गरेको छु र अहिले युके फर्दर स्टडी गर्दैछु। खेती किसानी गर्नुहुने विवशका बुबा आमाको छोराहरूको निमित्त ठूला सपना छन् र ती सपनाहरूले आज तोरी बारीमा फुले झैं लहलह उहाँहरूका सपना पनि झुलेका छन्। यी र यस्तै सपनाको पछि लाग्दै विवश त केआइसी इटरीबाट युके जाँदै हुनुहुन्छ। अब युके जाने पालो तपाईको। त्यसको लागि भिजिट गर्नुहोस् KIEC इटरी।